हेलो गाइज नमस्ते। यो चाहिँ जङ्गल है। आज चाहिँ जङ्गलतिर यसो घुम्न आएको हेर्नु है गाइजहरू। अनि अहिले घर फर्किँदैछु म। बाटो चाहिँ यस्तो छ फेरि हेर्नु है, बाटै देखिँदैन। म चाहिँ फेरि हिँडिरहेको छु टक 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 टक। यस्तो छ है गाइजहरू घर जाने बाटो है। राम्रोसँगै देख्दैन बाटो नै, घाँसै घाँस उम्रिरहेछ। यसरी जानुपर्छ है गाइजहरू। मन मेरो रम्दै रम्दैन, एउटा पारीको घर देखाउँथ्यो है लगाएर ठुलो पोखरा भन्ने ठाउँ। यो चाहिँ योन्जन डाँडा सोलगोटे यसरी जाँदैछु। घुम्दै फिर्दै आइपुग्दा यसरी जानुपर्छ है। जाँदैछु, बाटो यस्तो छ अनि हिँड्दैछु। बाटो चाहिँ दामी छ यस्तो। हाम्रो खेत रोप्नलाई लगेको पानीको मुहानमा पुग्न लाग्यो मलाई है गाइजहरू। हामी पहिला यहाँ घाँस काट्ने ठाउँ, फेरि यहाँतिर घाँस लिएर आएर राख्ने यहाँ बस्ने ठाउँ हो। यहाँ घाँसको बारी बिसाउने ठाउँ है हाम्रो यहाँतिर चाहिँ पहिला। अहिले चाहिँ यस्तो वन जङ्गल भइसक्यो, घाँस काट्दैन त्यति। अनि हाम्रो यो खेत रोप्ने पानीको कुलोको मुहान यसरी जानुपर्छ कुलो। अनि यहाँ चाहिँ पानी चिरो हुनाले यहाँबाट यसो पाइपमा लगेको। अनि यहाँबाट यस्तो माथिबाट जाने हामीले यसरी जाने है गाइजहरू। जानुपर्छ। मन मेरो रम्दै रम्दैन, यो लो अनि हाम्रो यहाँ तल चाहिँ पहिलाको पुरानो कुवा भैँसीलाई पानी लिएर आउने कुवा ल्याउने ठाउँ कुवा थियो। अहिले कुवा छैन त्यो, तर त्यो ठाउँ चाहिँ देखाउँछ। अहिले त्यो पहिरोले यहाँ पुरेको छ यहाँनिर।
पहिला कुवा थियो यहाँ हाम्रो भैँसी लिएर आएर पानी खुवाउने अनि हाम्रो गाई गोरुहरू लिएर आउँथ्यो चराउँथ्यो यहाँतिर अनि हाम्रो बाख्रा नि थियो बाख्रा चराउँथ्यो अहिले चाहिँ छैन बाटो नि यस्तो भइसक्यो भने अहिले त पहिरोले बाटो नै छैन त्यति राम्रोसँग पहिला त ठुलो बाटो थियो बाटो पनि छैन अहिले चाहिँ यसरी जानुपर्छ यसरी चुइन्छ कि पानी पनि अनि त्यही भएर पानी खेतमा पानी नै पुग्दैन यहाँ पनि कत्रो चुइरहेको यहाँतिर नि कहाँबाट चाहिँ पुग्छ पानी यस्तो भयो यस्तो छैन अहिले त जङ्गलै जङ्गल भइसक्यो भने पहिला जस्तो छैन पहिला त गोरु गाईहरू अनि बाख्राहरू चराउने हामीले चराउँदाखेरि चाहिँ हाम्रो सबै सफा गरिदियो नि त बाटो यो न्युरो जङ न्युरो होइन नुरो के भन्छ यसलाई मलाई आउँदैन गाजर के हो यसको चाहिँ भन्ने गाजर यस्तो छ अनि यहाँबाट होला हाम्रो रागा गऱ्यो यहाँबाट अनि जिउँदै फेरि निकालेर ल्याएर माथि पहिला यहाँबाट तल जान्छ तल्लो घरमा पुग्छ हाम्रो अङ्कलहरूको घरमा हामी चाहिँ माथिबाट हिँडेर जानुपर्छ है यस्तो छ जङ्गल यहाँ हेर्नु माथि यस्तो कुहिरो लगाएर हामी पहिला यहाँतिर घाँस काट्न जान्थ्यौँ यहाँ माथि डाँडासम्म अहिले चाहिँ जाँदैन हाम्रो बारी आइपुग्नु है बारी आइपुग्न लाग्यो यहाँ चाहिँ हाम्रो बाजे उसमा के अरे बाँदर दबाउनलाई बस्छ यहाँ चाहिँ हाम्रो बाजे दिनभरि अनि यहाँ चाहिँ हाम्रो मकैको बारी केरा हुन्छ हाम्रो अम्बाको रुख पहिल्यै यहाँ कत्रो फल्थ्यो ठुलो रुख थियो अहिले चाहिँ छैन सानो ठुलो चाहिँ मरेछ अहिले चाहिँ अनि हाम्रो यहाँ पानी ट्याङ्की छ यहाँनिर पानी ट्याङ्कीमा कति गर्मी भएको ठ्याक्कै अघि भिडियो स्टार्ट गरेर ठाउँदेखि यहाँसम्म चाहिँ ठ्याक्कै म 9 मिनट जतिमा आइपुग्दो रहेछ घरमा 5 मिनट नै आइपुग्दो होला म बिस्तारै आएको नसकेर उसको अङ्कलहरू पहिला अरूको यो चाहिँ हाम्रो अङ्कलहरूको घर है घाँस काट्ने ठाउँ मम्मीले काट्नु भएको त्यहाँतिर घाँस काट्ने ठाउँ छ त्यहाँ हाम्रो देवथान छ त्यहाँनिर चट्ट परेर